हेलो एभ्रिवान। आज हामी माल्टा प्री डिपार्चर कोर्सको च्याप्टर 11 जुन हाम्रो फेज 1 को मोड्युल 1 मा छ। च्याप्टर 11 ब्याङ्किङ एन्ड फाइनेन्सियल सर्भिसेस इन माल्टाको बारेमा केही जानकारी लिउँ। फर्स्ट पाइरमा यसको लर्निङ अब्जेक्टिभ। आफ्टर कम्प्लिटिङ दिस च्याप्टर यु सुड बी एबल टु अन्डरस्ट्यान्ड बेसिक ब्याङ्किङ सर्भिसेस इन माल्टा। माल्टाको बेसिक ब्याङ्किङ सर्भिसेसहरू के छन्, कुन कुन टाइपको ब्याङ्कहरू छन्, कुन टाइपको एकाउन्टहरू छन्, अनलाइन ब्याङ्किङहरू, कार्ड्सहरू, डेबिट कार्ड, क्रेडिट कार्ड, तिनीहरूको बारेमा हामी जानकारी लिन्छौँ। अन्डरस्ट्यान्ड हाउ ब्याङ्क्स एकाउन्ट्स आर युज्ड। ब्याङ्क एकाउन्टहरू कसरी युज गरिन्छ। नो कमन पेमेन्ट मेथड्स, पेमेन्ट मेथडहरूको बारेमा। अन्डरस्ट्यान्ड एटिएम्स, डेबिट कार्ड्स एन्ड अनलाइन बुकिङ। लर्न हाउ स्यालेरिज मे बी पेड इन्टु ब्याङ्क एकाउन्ट, कसरी हाम्रो स्यालेरीहरू ब्याङ्क एकाउन्टमा हालिन्छ। अन्डरस्ट्यान्ड बेसिक ब्याङ्किङ सेक्युरिटीको बारेमा बुझ्छौँ। रिकग्नाइज कमन फाइनेन्सियल स्क्याम्सहरू कुन कुन हुन्छ त्यो हेर्छौँ। नो वाट टु डु इफ योर ब्याङ्क कार्ड इज लस्ट अर स्टोलन, यदि तपाईँहरूको ब्याङ्क कार्ड हरायो या चोरी भयो भने त्यसपछि वाट नेक्स्ट, त्यसपछि के गर्ने भन्ने कुराहरू हामी बुझ्छौँ। फर्स्टमा हेरौँ, इन्ट्रोडक्सन टु ब्याङ्किङ इन माल्टा। ब्याङ्किङ इज एन इम्पोर्टेन्ट पार्ट अफ एभ्रिडे लाइफ इन माल्टा। ब्याङ्किङ भनेको हाम्रो हरेक दिन जसो काम लाग्ने कुरा हो। अ ब्याङ्क एकाउन्ट क्यान हेल्प यु। ब्याङ्क एकाउन्ट किन चाहिन्छ? रिसिभ यो स्यालेरी पाउनलाई। पे रेन्ट एन्ड बिल्स, ब्याङ्किङ अनलाइन ब्याङ्किङको मद्दत हेल्पले रेन्ट बिलहरू तिर्न। मेक पर्चेसेस, खरिद गर्न या सपिङ। ट्रान्सफर मनी एकअर्कामा ट्रान्सफर गर्न। सेभ मनीहरूलाई बचाउन या सेभ गर्न। म्यानेज एभ्रिडे एक्सपेन्सेस, हाम्रो हरेक दिन जसोको खर्चहरूलाई म्यानेज गर्न। वर्कर्स सुड अन्डरस्ट्यान्ड हाउ टु युज ब्याङ्किङ सर्भिसेस सेफली एन्ड रेस्पोन्सिबली। जुन कामदार हुन्छन्, जो काम गर्न गएको हुन्छ माल्टामा, उनीहरूले ब्याङ्किङ सर्भिस कसरी सेफली र रेस्पोन्सिबली कसरी युज गर्ने भन्ने कुरो बुझ्नुपर्ने हुन्छ र फाइनेन्सियल स्क्याम्सहरूबाट बच्नुपर्ने हुन्छ। अर्को हेरौँ, ओपनिङ अ ब्याङ्क एकाउन्ट। अ वर्कर मे निड अ ब्याङ्क एकाउन्ट फर स्यालेरी पेमेन्ट एन्ड एभ्रिडे फाइनेन्सियल ट्रान्जेक्सन। हामीलाई ब्याङ्क एकाउन्ट किन चाहिन्छ भने त्यसमा हाम्रो स्यालेरी आउने हुनाले हाम्रो ब्याङ्क एकाउन्ट चाहियो। र अर्को हाम्रो हरेक दिन जस्तो एभ्रिडे फाइनेन्सियल ट्रान्जेक्सनहरू, हामीले जस्तो बिलहरू पे गर्छौँ, हाम्रो सपिङ गर्छौँ, मनीहरू ट्रान्सफर गर्छौँ, तिनीहरूको लागि हामीलाई ब्याङ्क एकाउन्ट चाहिने हुन्छ। वेन ओपनिङ एन एकाउन्ट द ब्याङ्क मे आस्क फर डकुमेन्ट। ओके, हामीले ब्याङ्क एकाउन्ट खोल्दाखेरि हामीलाई चाहिने डकुमेन्टहरू के हुनसक्छ? पासपोर्ट आइडेन्टिफिकेसन डकुमेन्ट, पासपोर्ट या अन्य कुनै आइडेन्टिफिकेसन डकुमेन्टहरू, रेसिडेन्स डकुमेन्टेसन, प्रुफ अफ एड्रेस, हामी कहाँ बस्छौँ त्यसको प्रुफ, इम्प्लोइमेन्ट रिलेटेड इन्फर्मेसन, हामीले कहाँ काम गर्छौँ त्यहाँबाट त्यो रिलेटेड इन्फर्मेसन, अदर डकुमेन्ट रिक्वायर्ड बाई द ब्याङ्क, र अन्य कुनै डकुमेन्टहरू जुन ब्याङ्कले माग्न सक्छ। रिक्वायरमेन्ट क्यान भ्यारी बिट्विन ब्याङ्क्स एन्ड एकाउन्ट टाइप्स। ओके, हाम्रो यो रिक्वायरमेन्ट्सहरू ब्याङ्क र हाम्रो कुन टाइपको एकाउन्ट खोल्दैछु त्यो अनुसार पनि फरक हुनसक्छ। अलवेज प्रोभाइड एक्युरेट इन्फर्मेसन, यदि हामीले जहिले पनि ब्याङ्कलाई राइट इन्फर्मेसन दिने पर्छ। अर्को हेरौँ, हाम्रो टाइप्स अफ ब्याङ्क एकाउन्ट्स। ओके, कमन टाइप्स कुन कुन हुन्छ? एउटा हाम्रो करेन्ट एकाउन्ट हुन्छ र अर्को हाम्रो सेभिङ एकाउन्ट हुन्छ। करेन्ट एकाउन्ट हेरौँ, युज्ड फर एभ्रिडे ट्रान्जेक्सन सच एज रिसिभिङ स्यालेरी, पेइङ बिल्स, मेकिङ पर्चेसेस, ब्याङ्क ट्रान्सफर। ओके, स्यालेरीहरू रिसिभ गर्न, बिल्सहरू तिर्न, सपिङहरू गर्न, ब्याङ्क ट्रान्सफर गर्न हामीलाई करेन्ट एकाउन्ट चाहिन्छ। अर्को हेरौँ, हाम्रो सेभिङ एकाउन्ट। ओके, युज्ड मेनली टु किप मनी असाइड फर फ्युचर निड्स, इट मे प्रोभाइड इन्ट्रेस्ट डिपेन्डिङ अन एकाउन्ट टर्म्स। यदि हामीलाई यो लङ टर्म पैसाहरू राख्नु पऱ्यो भने हाम्रो सेभिङ एकाउन्टहरूमा हामीले राख्ने गर्दछौँ। र अर्को हेर हाम्रो ब्याङ्क कार्ड्स। ओके, ब्याङ्क मे प्रोभाइड डेबिट कार्ड्स, क्रेडिट कार्ड्स। ओके, हामीलाई कि डेबिट कार्ड प्रोभाइड गर्छ हाम्रो, कि क्रेडिट कार्ड प्रोभाइड गर्छ। अब यसको डिफ्रेन्सेस हेरौँ। डेबिट कार्ड, मनी जेनरली टेकन डिरेक्टली फ्रम द लिङ्क ब्याङ्क एकाउन्ट वेन यु मेक अ पेमेन्ट अर विथड्र अफ क्यास। यदि हामीले डेबिट कार्डबाट पे गर्छौँ या हामीले क्यास विथड्र गर्छौँ भने त्यो हाम्रो मनी चाहिँ हाम्रो जुन ब्याङ्क एकाउन्टसँग लिङ्क भएको हुन्छ त्यहाँबाट काटिने गर्दछ। र हाम्रो ब्याङ्क एकाउन्टमा जति छ त्यति मात्रै पैसा हामी पेमेन्ट गर्न सक्छौँ या विथड्र गर्न सक्छौँ, त्योभन्दा बढी सकिँदैन। तर क्रेडिट कार्डमा के हुन्छ भने चाहिँ ब्याङ्कले एउटा सर्टेन क्रेडिट लिमिट दिएको हुन्छ र हाम्रो त्यो क्रेडिट लिमिटसम्म हामीले त्यो कार्डबाट पेमेन्टहरू गर्न सक्छौँ या त्यतिको युज गर्न सक्छौँ। जस्तै हामीलाई 20,000, 30,000, 40,000 दिएको छ भने हामीले त्योसम्म हामीले युज गर्न सक्छौँ। अलवेज अन्डरस्ट्यान्ड फिज
इन्ट्रेस्ट एन्ड रिपेमेन्ट रिक्वायरमेन्ट बिफोर युजिङ क्रेडिट ओके क्रेडिट कार्डबाट क्रेडिट युज गर्नुभन्दा अगाडि हामीले त्यसको कति छ ट्रान्जेक्सन फिजहरू हाल्ने फीहरू इन्ट्रेस्ट कति छ र रिपेमेन्ट कसरी गर्ने भन्ने कुरोहरू बुझ्नुपर्ने हुन्छ अर्को हाम्रो हेरौँ एटिएम सर्भिसेस एन्ड एटिएम क्यान अलाउ यु टु विथड्र क्यास check your balance, perform other services depending on the machine and bank. Okay. When using an ATM use गर्नुभन्दा अगाडि के छ हाम्रो प्रोटेक्ट योर पिन आफ्नो पिनलाई प्रोटेक्ट गर्ने चेक योर सराउन्डिङ्स हाम्रो वरिपरि कोही छ या स्ट्रेन्जरहरू छ भने त्यो कुराहरू हेर्ने डु नट एक्सेप्ट हेल्प फ्रम स्ट्रेन्जरबाट हेल्प नमाग्ने टेक योर कार्ड एन्ड क्यास बिफोर लिभिङ ओके जानुभन्दा अगाडि हाम्रो क्यास र कार्ड चाहिँ प्रोपरली लिएर जाने रिपोर्ट सस्पिसियस एक्टिभिटी यदि कुनै सस्पिसियस एक्टिभिटी नोटिस गर्नुभयो भने त्यो चाहिँ हामीले रिपोर्ट गर्नुपर्ने हुन्छ अर्को हेरौँ पिन सेक्युरिटी अ पिन इज अ पर्सनल आइडेन्टिफिकेसन नम्बर युज टु अथोराइज सर्टेन ब्याङ्किङ सिस्टम ओके पिन भनेको हाम्रो पर्सनल आइडेन्टिफिकेसन नम्बर हो यो हाम्रो जुनसुकै जस्तै अनलाइन ट्रान्जेक्सन गर्दाखेरि या अन्य कुनै ब्याङ्किङ ट्रान्जेक्सन गर्दाखेरि यो पिन हामीलाई चाहिने हुन्छ किप युर पिन कन्फिडेन्सियल पिनलाई जहिले पनि हामीले सेफली राख्नु पऱ्यो या कन्फिडेन्सियल राख्नु पऱ्यो कसैलाई सेयर गर्नु भएन पिनको बारेमा नेभर के नगर्ने राइट यो पिन अन ब्याङ्क कार्डमा कहिले पनि पिन नलेख्ने टेल स्ट्रेन्जर्स यो पिन स्ट्रेन्जर्सहरूलाई पिन नभन्ने सेयर यो पिन थ्रु मेसेजेस हाम्रो पिन नम्बरहरू मेसेजहरूबाट सेयर नगर्ने अलाउ सम वान टु वाच वाइल यु इन्टर इट ओके हामीले पिन हाल्दाखेरि अरूलाई नदेखाउने चुज सेफ प्र्याक्टिस फर प्रोटेक्टिङ योर पिन ओके हामीले पिनलाई कसरी प्रोटेक्ट गर्ने भन्ने कुरो थाहा पाइराख्नुपर्ने हुन्छ अर्को हेरौँ कन्ट्याक्टलेस पेमेन्ट ओके कन्ट्याक्टलेस पेमेन्ट्स अलाउ यु टु पे बाई ट्यापिङ अ कम्प्याटेबल कार्ड अर डिभाइस अन पेमेन्ट टर्मिनल हामीलाई यसले कन्ट्याक्टलेस पेमेन्टले हामीलाई नर्मली ट्याप गरेर नै पे गर्न अलाउ गर्दछ ओके बिफोर युजिङ कन्ट्याक्टलेस पेमेन्ट चेक द एमाउन्ट जहिले पनि एमाउन्ट चेक गर्ने किप योर कार्ड अर डिभाइस सेक्युर जहिले पनि हाम्रो कार्ड र डिभाइस सेक्युर राख्ने मोनिटर योर एकाउन्ट ट्रान्जेक्सन ओके हाम्रो एकाउन्टमा कसरी ट्रान्जेक्सन भइरहेछ त्यो थाहा पाउने इफ यु नोटिस एन अनअथराइज ट्रान्जेक्सन कन्ट्याक्ट योर ब्याङ्क प्रोम्पली यदि हामीले कुनै अनअथराइज ट्रान्जेक्सनहरू देख्यो भने हाम्रो ब्याङ्कलाई खबर गर्ने अर्को हुन्छ अनलाइन एन्ड मोबाइल ब्याङ्किङ अनलाइन ब्याङ्किङ अलाउज कस्टमर्स टु म्यानेज एकाउन्ट थ्रु डिजिटल सर्भिसेस अनलाइन ब्याङ्किङले हामीलाई के गर्छ हाम्रो डिजिटल्ली एकाउन्टहरू म्यानेज गर्न हेल्प गर्छ पोसिबल सर्भिस इन्क्लुडेड हाम्रो चेक ब्यालेन्स अनलाइन ब्याङ्किङले के अलाउ गर्छ हामीलाई ब्यालेन्स चेक गर्नलाई हाम्रो ट्रान्जेक्सनहरू के कस्तो भयो त्यो हेर्नलाई मेकिङ ट्रान्सफर्स ओके मनीहरू ट्रान्सफर गर्न हेल्प गर्छ अर्को हाम्रो पेइङ बिल्सहरू तिर्नलाई अर्को हाम्रो म्यानेजिङ कार्ड्सहरू अर्को डेबिट कार्डहरू जस्तो हाम्रो क्रेडिट कार्डहरू सबै अनलाइन ब्याङ्किङबाट म्यानेज गर्न सकिन्छ युज अन्ली अफिसियल ब्याङ्किङ एप्लिकेसन एन्ड वेबसाइट हामीले जहिले पनि ब्याङ्कको अफिसियल एप्लिकेसन र वेबसाइट मात्रै युज गर्नुपर्ने हुन्छ ओके हामीले एभोइड एक्सेसिङ ब्याङ्किङ सर्भिस थ्रु सस्पिसियस लिङ्क यदि कुनै हामीलाई सस्पिसियस लिङ्कहरू आयो भने त्यसबाट हामीले ब्याङ्किङ सर्भिस एक्सेस गर्नु नखोज्ने अर्को हेरौँ ब्याङ्किङ पासवर्ड एन्ड सेक्युरिटी कोड A legitimate organization should not require you to disclose confidential security credential through suspicious message or call. तपाईँको जेन्युन अर्गनाइजेसन ब्याङ्करले कहिले पनि म्यासेज अर कलबाट तपाईँको सेक्युरिटीहरू पिनहरू चाहिँ माग्ने कोसिस गर्दैन अर्को हेर पासवर्ड प्रोटेक्ट अनलाइन ब्याङ्किङ पासवर्ड ओके जहिले पनि हाम्रो ब्याङ्किङ पासवर्डहरूलाई सेफली राख्ने प्रोटेक्ट यो पिनहरूलाई पनि हामीले सेफली राख्ने वान टाइम पासवर्ड ओटिपीहरू त्यो पनि हामीले सेफली राख्ने त्यो कसैलाई पनि सेयर नगर्ने र अर्को हाम्रो कार्ड डिटेलहरू पनि सेफली राख्ने त्यो जो पाइ त्यसलाई सेयर नगर्ने हाम्रो कार्ड डिटेल्सहरू पनि अर्कोहरू ब्याङ्क स्टेटमेन्ट ब्याङ्क स्टेटमेन्ट सोज एकाउन्ट एक्टिभिटी हो क्या ब्याङ्क स्टेटमेन्टले हाम्रो एकाउन्टको एक्टिभिटी हेर्छ कति डिपोजिट्स भयो कति विथड्रल निकालियो कार्ड पेमेन्ट्सहरू कहाँ गऱ्यो ब्याङ्क ट्रान्सफर मनी कोलाई ट्रान्सफर गरियो फिजहरू ओके ट्रान्जेक्सन फिजहरू र एकाउन्ट ब्यालेन्स र कति ब्यालेन्स छ भन्ने कुरोहरू हाम्रो सबै यो ब्याङ्क स्टेटमेन्टमा देखिने गर्दछ अर्को हेरौँ स्यालेरी पेमेन्ट ओके मेनी इम्प्लोइज रिसिभ देयर स्यालेरी डिरेक्टली इन्टु ब्याङ्क एकाउन्ट हाम्रो स्यालेरीहरू ब्याङ्क एकाउन्टमा आउने गर्दछ ओके चेक योर ब्याङ्क एकाउन्ट हाम्रै कन्फर्म द स्यालेरी एज अराइभ इन योर एकाउन्ट हाम्रै स्यालेरी आयो कि आएन भनेर एकचोटि चेक गर्ने चेक योर पे स्लिप हाम्रो
कम्पेयर द एमाउन्ट विथ यर एक्सपेक्टेड पेमेन्ट। ओके, हाम्रो ब्याङ्कमा आएको पेमेन्ट र हाम्रो पे स्लिपमा पेमेन्टहरू एक्ज्याक्ट छ कि छैन भनेर चेक गर्ने। रिपोर्ट एनी इस्यु, कन्ट्याक्ट यर इम्प्लोयर इफ समथिङ अपियर्स इनकरेक्ट, कन्ट्याक्ट यर ब्याङ्क इफ देयर इज अ ब्याङ्किङ इस्यु। ओके, यदि हाम्रो केही कुराहरू इम्प्लोयर सम्बन्धी इम्प्लोइमेन्ट सम्बन्धी छ भने चाहिँ हाम्रो इम्प्लोयरलाई कन्ट्याक्ट गर्ने, र यदि हाम्रो त्यो कुनै ब्याङ्क सम्बन्धी कुनै इस्यु हो भने हाम्रो ब्याङ्कलाई कन्ट्याक्ट गर्ने। ओके, किप योर रेकर्ड्स, किप योर पे स्लिप्स एन्ड फाइनेन्सियल रेकर्ड, हाम्रो पे स्लिप र अन्य फाइनेन्सियल रेकर्डहरू सेफली राख्ने। अर्को हेरौँ, पेइङ बिल्स। ओके, बिल्समा इन्क्लुड हाम्रो बिल्समा के पर्छ, जस्तो इलेक्ट्रिसिटीको हुनसक्छ बिल, वाटरको, इन्टरनेटको, मोबाइल फोनको, रेन्टको एन्ड अदर सर्भिसेसको हाम्रो बिल हुनसक्छ। ओके, बिल्स क्यान अफन बी पेड थ्रु ब्याङ्क सर्भिसेस। ओके, हाम्रो बिल्सहरू कसरी कसरी तिर्न सकिन्छ, एउटा ब्याङ्क ट्रान्सफरबाट तिर्न सकिन्छ, डिरेक्ट डेबिट वेयर अभाइलेबल एन्ड एप्रोप्रिएट डेबिट कार्डहरूबाट, अनलाइन ब्याङ्किङहरूबाट, अन्य कार्ड पेमेन्टहरूबाट र अन्य एप्रुभ पेमेन्ट मेथडबाट हामीले आफ्नो बिल्सहरू तिर्न सक्छौँ। फर्स्टमा हेरौँ ब्याङ्क ट्रान्सफर। ओके, अ ब्याङ्क ट्रान्सफर मुभ्स मनी फ्रम वान एकाउन्ट टु एनदर। ब्याङ्क ट्रान्सफरले के गर्छ, मनीलाई एउटा एकाउन्टबाट अर्को एकाउन्टमा ट्रान्सफर गर्छ या मुभ गर्छ। ठिक छ, बिफोर मेकिङ अ ट्रान्सफर बी स्पेसली केयरफुल वेन ट्रान्सफर मनी टु सम वान यु डोन्ट नो। ओके, हामीले नचिनेको मान्छेलाई मनी ट्रान्सफर गर्दाखेरि अलिक बढी ध्यान दिनुपर्ने हुन्छ। ओके, त्यति बेला के गर्ने, चेक रिसिपिएन्ट्स डिटेल, उनीहरूको डिटेलहरू हेर्ने, चेक द एमाउन्टलाई चेक गर्ने, कन्फर्म द पर्पस, किन हो त्यो चाहिँ पर्पस के को लागि हो भन्ने त्यो कन्फर्म गर्ने र हाम्रो ट्रान्जेक्सन रेकर्डलाई राख्ने। अर्को हेर हाम्रो सेन्डिङ मनी टु नेपाल। Foreign workers may send money to family members in Nepal. Use reliable and lawful money transfer services. Okay, एज अ फरेनर वर्कर, विदेशी कामदार भएर गइसकेपछि हाम्रो पहिलो इन्टेन्सन भनेको आफ्नो घर परिवारलाई पैसा पठाउने हुन्छ। ओके, पैसा पठाउँदाखेरि हामीले जहिले पनि रिलायबल, ओके, मनी ट्रान्सफर सर्भिसहरू मात्रै चुज गर्नुपर्ने हुन्छ। र चुज गर्नुभन्दा अगाडि पनि हामीले के गर्नु पर्यो, कम्पेयर फिज। ओके, डिफ्रेन्ट सर्भिसेसहरूको हाम्रो जुन ट्रान्जेक्सन फीहरू, उनीहरूको सर्भिस चार्जहरू कम्पेयर गर्ने, हामीले एक्सचेन्ज रेटहरू चेक गर्ने, हाम्रो कन्फर्म रिसिपेन्ट। ओके, हामीले कसलाई पठाउँदैछौँ त्योलाई एकचोटि कन्फर्म गर्ने, किप द रिसिप्ट, हामीलाई जुन ट्रान्जेक्सन रिसिप्ट दिएको हुन्छ या रेफरेन्स नम्बर दिएको हुन्छ त्यो चाहिँ सेफली राख्ने। Exchange rates and bank rates. Exchange rate determines how much one currency is worth compared with another. जस्तै हाम्रो एक्सचेन्ज रेट भन्नाले एउटा करेन्सी चाहिँ अर्को करेन्सीसँग कति छ भन्ने कुरो हो। जस्तै हामीले यदि माल्टामा गएर चाहिँ युरोमा कमाउने हो, त्यो युरो चाहिँ हाम्रो नेपाली रुपिस कति हुन्छ भन्ने कुरोहरू त्यो एक्सचेन्ज रेटले डिटरमाइन गर्ने हुन्छ। ओके, द एक्सचेन्ज रेट क्यान चेन्ज ओभर टाइम वेन ट्रान्सफरिङ मनी इन्टरनेसनली कन्सिडर। ओके, हाम्रो एक्सचेन्ज रेट भनेको हरेक दिन जस्तो चेन्ज हुने गर्दछ, त्यसैले मनी हामीले पैसा पठाउनुभन्दा अगाडि एकचोटि हामीले एक्सचेन्ज रेटहरू हेर्ने, बढी छ कि कम छ, ट्रान्सफर फिजहरू कति लिन्छन्, सर्भिसेस चार्जहरू या अदर चार्जहरू हेर्ने, एमाउन्ट द रिसिपिएन्ट विल एक्चुअली रिसिभ, हाम्रो कति, जस्तै 10 रुपियाँ पठाउँदाखेरि हाम्रो रिसिपिएन्टको हातमा कति पर्छ भन्ने कुरोहरू त्यो पनि राम्ररी ध्यान दिने। ठिक छ, अर्को हेरौँ ब्याङ्क फिज। ओके, ब्याङ्क मे चार्ज फिज फर सर्टेन सर्भिसेस, रिड द ब्याङ्क टर्म एन्ड फिज इन्फर्मेसन। ओके, हाम्रो ब्याङ्कले पनि हाम्रो सर्टेन चार्जहरू, सर्टेन सर्भिसेसहरूको लागि चार्जहरू लिने गर्दछ, त्यो चाहिँ जुन हामीले ब्याङ्कबाट इन्फर्मेसन गेन गर्न सक्छौँ कति कति उनीहरूको फिजहरू छ भनेर। लस्ट अर स्टोलन ब्याङ्क कार्ड। ओके, यदि हाम्रो ब्याङ्क कार्ड हरायो या चोरी भयो भने के गर्ने, कन्ट्याक्ट योर ब्याङ्क इमिडिएटली, आफ्नो ब्याङ्कलाई चाँडोभन्दा चाँडो सम्पर्क गर्ने, ब्लक अर फ्रिज द कार्ड, हाम्रो कार्डलाई के छ ब्लक अर फ्रिज गरिदिने, चेक रिसेन्ट ट्रान्जेक्सन, हाम्रो त्यो ब्याङ्क हराइसकेपछि पनि ट्रान्जेक्सन भयो कि भएको छैन भनेर एकचोटि चेक गर्ने, रिपोर्ट अनअथराइज ट्रान्जेक्सन, यदि त्यो ट्रान्जेक्सन अनअथराइज हो या अन्य व्यक्तिले गरिरहेछ भने त्यो चाहिँ रिपोर्ट गर्ने, र हाम्रो ब्याङ्कको इन्स्ट्रक्सन के छ या कसरी अब ब्याङ्कले स्टोलन कार्ड र लस्ट कार्डलाई भेटाउँछ त्यो चाहिँ हामीले फलो गर्ने। अर्को हेरौँ हाम्रो फाइनेन्सियल स्क्याम्स। ओके, फाइनेन्सियल स्क्याम्सहरू भनेको तपाईँहरूलाई जस्तो फेक कलहरू, म्यासेजहरू, सस्पिसियस लिङ्कहरूबाट तपाईँहरूको ब्याङ्किङ इन्फर्मेसनहरू जस्तै कार्डको डिटेल्सहरू, तपाईँको ओटिपिजहरू, तपाईँको ब्याङ्क पासवर्डहरू, पिन नम्बरहरू एक्सेस गर्न खोज्नु हो फाइनेन्सियल स्क्याम भनेको। ओके, ठिक छ, हाम्रो
कमन वार्निङ साइन्स कसरी थाहा पाउने? यदि तपाईँलाई जस्तो यु वोन अ प्राइज भन्ने टाइपको म्यासेज आयो भने, ब्याङ्किङ पासवर्डहरूको लागि रिक्वेस्ट आयो भने, ब्याङ्क कल, फेक ब्याङ्क कल, ब्याङ्कबाट फेक कल आयो भने, फेक इमेल आयो भने, फेक इन्भेस्टमेन्ट अपर्च्युनिटी ओके र इन्भेस्टमेन्ट फेक टाइप इन्भेस्टमेन्ट अपर्च्युनिटी आयो भने जस्तै इजी मनी अर्को टाइपको आयो भने हाई इन्ट्रेस्ट रेट तपाईँको ब्याज दरहरू एउटा चलिरहेको ब्याज दरभन्दा बढी नै दिन्छु भन्ने टाइपको यदि त्यो त अफर आयो भने तपाईँलाई मनीहरू ट्रान्सफर गर्नको लागि दबाब आयो भने सस्पिसियस लिङ्कहरू आयो भने ओटिपी वान टाइम सेक्युरिटी कोडको लागि कसैले तपाईँले सोध्यो म्यासेज गर्यो भने त्यो चाहिँ हाम्रो वार्निङ साइनको रूपमा लिन सक्नुपर्छ र त्यति बेला तपाईँहरू सजग हुनुपर्ने हुन्छ okay phishing is an attempt to trick you into providing a sensitive information phishing भन्नाले तपाईँहरूलाई इमेल एसएमएस फोन कल सोसल मिडिया फेक वेबसाइट्सहरूबाट तपाईँहरूको सेन्सिटिभ इन्फर्मेसन ब्याङ्किङ डिटेल्सहरू जस्तो तपाईँको कार्डहरूको डिटेल्सहरू पिन नम्बरहरू के गर्न लिन खोज्नुलाई के भन्छ फिसिङ भनिन्छ a message may pretend to come from a bank or trusted organization okay हामीलाई फिसिङको बेलाहरू एउटा सस्पिसियस म्यासेजहरू सस्पिसियस लिङ्कहरूमा क्लिक गर भनेर तपाईँको पासवर्डहरू इन्टर गर भनेर आउन सकिन्छ जस्तै हेरौँ कुनै एउटा इक्जाम्पल यो ब्याङ्क एकाउन्ट विल बी क्लोज टुडे क्लिक दिस लिङ्क क्यान इन्टर यो पासवर्ड यो भनेको एउटा फेक म्यासेज हो जसमा तपाईँलाई तपाईँको ब्याङ्क एकाउन्ट आज बन्द हुनसक्छ सो यसमा लिङ्कमा क्लिक गर्नुहोस् र पासवर्ड हाल्नुहोस् भनेर एउटा म्यासेज आउनसक्छ यदि तपाईँले यसलाई झुकिएर थिच्नुभयो र पासवर्ड हाल्नुभयो भने जुन जसले तपाईँलाई स्क्याम गर्न खोज्दैछ तपाईँको पासवर्ड उसँग जाने भयो ठिक छ यसको लागि बच्नको लागि के गर्नु पऱ्यो डु नट क्लिक सस्पिसियस लिङ्क यसमा क्लिक गर्नु भएन कि टेक अवेज स्टे सेफ विथ योर ब्याङ्किङ ओके जसले प्रोटेक्ट योर क्रिडेन्सियल जहिले पनि हाम्रो पिनहरू वान टाइम पासवर्डहरू जहिले प्रोटेक्ट गरेर बस्ने चेक स्टेटमेन्ट रेगुलरली हामीले स्टेटमेन्ट रेगुलरली हेर्ने कुनै अनअथोराइज ट्रान्जेक्सन भइरहेको छ कि भनेर हेर्ने भेरिफाई बिफोर ट्रान्सफर पैसाहरू हाल्नुभन्दा अगाडि चाहिँ मजाले एकचोटि रिसिपिएन्टको डिटेल्सहरू भेरिफाई गर्ने रिकगनाइज एन्ड रिपोर्ट स्क्याम यदि तपाईँलाई कुनै एउटा स्क्याम वा सस्पिसियस लाग्यो भने त्यो हामीले रिपोर्ट गर्ने या ब्याङ्कसँग कुरा गर्ने okay next one protecting personal information keep private information secure do not unnecessarily share आइडेन्टिटी डिटेल्स जस्तो तपाईँको पासवर्ड डिटेल्स ब्याङ्क एकाउन्ट डिटेल्सहरू कार्ड नम्बर्सहरू पिनहरू पासपोर्टहरू सेक्युरिटी कोडहरू जहिले कहिले पनि सेयर नगर्ने budgeting and banking should support global financial management you can use your bank account to हामीले आफ्नो के लागि गर्न सक्छौँ मोनिटर इन्कम कति आइरहेछ भन्ने कुरो हाम्रो एक्सपेन्सेसलाई ट्र्याक गर्न कति गइरहेछ केमा खर्च भइरहेछ भन्ने कुरोहरू हाम्रो बिल्सहरू पेमेन्ट गर्नलाई सेभ मनी हाम्रो सबै कुराहरू एक्सपेन्सर कटाइसकेपछि बचेका मनीहरूलाई त्यही ब्याङ्क एकाउन्टमा हामीले राखेर सेभ गर्न सक्छौँ र हाम्रो ट्रान्जेक्सनहरू के कस्तो भइरहेछ त्यो हामी एकचोटि रिभ्यू गर्न सक्छौँ अर्को हेरौँ रेस्पोन्सिबल युज अफ क्रेडिट क्यान बी युजफुल बट इट क्रिएट्स फाइनेन्सियल अब्लिगेसन्स ओके बिफोर युजिङ अ क्रेडिट कार्ड अर टेकिङ अ लोन हाम्रो क्रेडिट युजफुल हुनसक्छ तर यसले कहिलेकाहीँ फाइनेन्सियल अब्लिगेसन्स ओके च्यालेन्जेसहरू ल्याउन सक्छ जस्तो तपाईँले 40,000को क्रेडिट पाउनुभयो र तपाईँको इन्कम या एक्सपेन्सहरू त्योभन्दा बढी छ मन्थली भनेपछि तपाईँहरूलाई त्यसले एउटा फाइनेन्सियल च्यालेन्जेसहरू ल्याउन सक्छ किनभने तपाईँले कहिलेकाहीँ त्यो 40,000को क्रेडिट युज गरिदिन सक्नुहुन्छ जसले गर्दाखेरि मन्थली जुन हाम्रो बजेटिङ गरेको हुन्छ त्यो गडबडाउन सक्छ ठिक छ अब बिफोर युजिङ अ क्रेडिट कार्ड टेकिङ अ लोन हामीले क्रेडिट कार्ड युज गर्नु भन्दाखेरि लोन लिनुभन्दा अगाडि अन्डरस्ट्यान्ड द इन्ट्रेस्ट फी कति छ या इन्ट्रेस्ट रेट कति छ भनेर हेर्ने अन्डरस्ट्यान्ड फिज इन्ट्रेस्ट फी बाहेक अन्य कुनै सर्भिस चार्जहरू हिडन चार्जहरू केही छ कि भनेर हेर्ने नो द रिपेमेन्ट डेट ओके रिपेमेन्ट हामीले कसरी गर्ने या त्यसको सेड्युलहरू कस्तो छ भनेर त्यो बुझ्नु पऱ्यो चेक एफोर्डेबिलिटी हामी त्यो सक्छौँ कि सक्दैनौँ त्यो रिपेमेन्ट गर्न या टाइमली रिपेमेन्ट गर्न या मन्थली रिपेमेन्ट गर्न सक्छौँ कि सक्दैनौँ भनेर एकचोटि त्यो पनि चेक गर्ने वाट टु डु एबाउट एन अनअथोराइज ट्रान्जेक्सन यदि तपाईँकोमा खातामा या ब्याङ्कमा यदि अनअथोराइज ट्रान्जेक्सन भयो जुन ट्रान्जेक्सन तपाईँले गर्नुभएको छैन या अन्य कुनै च्यानलबाट भयो भने के गर्ने कन्ट्याक्ट द ब्याङ्क इमिडिएटली हाम्रो ब्याङ्कलाई खबर गर्ने फलो द
ब्याङ्क सेक्युरिटी इन्स्ट्रक्सन ब्याङ्कको सेक्युरिटी इन्स्ट्रक्सन के कस्तो छ फलो गर्ने, ब्लक द कार्ड अर एमाउन्ट एक्सेस इफ नेसेसरी हामीले कार्डहरू एमाउन्ट एकाउन्ट एक्सेस ब्लक गरिदिने, चेन्ज पासवर्ड इफ योर एकाउन्ट मे बी कम्प्रोमाइज यदि हामीले पासवर्डहरू चेन्ज गर्ने, किप रेकर्ड अफ यर कम्युनिकेसन या ट्रान्जेक्सनहरूको हाम्रो रेकर्ड राख्ने। गुड ब्याङ्किङ ह्याबिट के हुनसक्छ हाम्रो गुड ब्याङ्किङ ह्याबिट, स्टे भिजिलेन्ट जहिले पनि हाम्रो चेकिङ यर एकाउन्ट रेगुलरली, रिडिङ ब्याङ्किङ नोटिफिकेसन के आएको छ, सस्पिसियस लिङ्कहरूलाई हामीले एभोइड गर्ने। अर्को हाम्रो प्रोटेक्ट एक्सेस पासवर्डहरू सेक्युर राख्ने, हाम्रो पिनहरू प्रोटेक्ट गर्ने, किप रेकर्ड ओके किप हाम्रो ट्रान्जेक्सन रेकर्डहरू राख्ने, बिल्सहरू टाइममा तिर्ने र अनअथराइज ट्रान्जेक्सन यदि भयो इन केस भयो भने हामीले त्यसलाई रिपोर्ट गर्ने। ओके यहाँ हेरौँ इम्पोर्टेन्ट ब्याङ्किङ भोकेबुलरी। अब यसमा हाम्रो इम्पोर्टेन्ट ब्याङ्किङ भोकेबुलरी के हुन्छ, ब्याङ्क एकाउन्ट, ब्याङ्क एकाउन्ट भन्नाले एकाउन्ट युज टु स्टोर एन्ड म्यानेज मनी, करेन्ट एकाउन्ट, एकाउन्ट कमनली युज फर एभ्रिडे ट्रान्जेक्सन, एभ्रिडे ट्रान्जेक्सनमा युज हुने एकाउन्ट जुन हो हाम्रो करेन्ट एकाउन्ट, ब्याङ्क स्टेटमेन्ट, रेकर्ड अफ एकाउन्ट ट्रान्जेक्सन, transfer movement of money between accounts, saving account used to save money, debit card linked to your bank account, exchange rate value of one currency compared with another, fee charge for financial service, credit card that provide access to approved credit, ATM machine used for cash withdrawal and other services, phishing attempt to स्टिल इन्फर्मेसन थ्रु डिसेप्सन धोका दिएर तपाईँहरूको इन्फर्मेसनहरू खोज्न सक्नु या चोरी गर्नु के भन्छ फिसिङ भनिन्छ। ट्रान्जेक्सन फाइनेन्सियल एक्टिभिटी इन्भल्भिङ मनी, जुनमा के भन्छ मनी इन्भल्भ हुन्छ त्यसलाई के भन्छ ट्रान्जेक्सन। पिन पर्सनल आइडेन्टिफिकेसन नम्बर एन्ड ब्यालेन्स एमाउन्ट अफ मनी अभाइलेबल इन एकाउन्ट। अर्को हेरौँ च्याप्टर समरी, रिच दिस इम्पोर्टेन्ट पोइन्ट, अ ब्याङ्क एकाउन्ट हेल्प्स वर्कर रिसिभ स्यालेरिज एन्ड म्यानेज मनी। ब्याङ्क एकाउन्टले के गर्छ वर्करको स्यालेरी पाउन र अन्य म्यानेजरहरूलाई एक्सपेन्सहरू ट्र्याक गर्न या म्यानेज गर्न हेल्प गर्छ। किप यो पिन पासपोर्ट एन्ड सेक्युरिटी कोड कन्फिडेन्सियल, जहिले पनि हामीले पिन पासपोर्ट र सेक्युरिटी कोड केही सेभ राख्ने है कन्फिडेन्सियल राख्ने। चेक ब्याङ्क स्टेटमेन्ट एन्ड ट्रान्जेक्सन रेगुलरली, हाम्रो ब्याङ्क स्टेटमेन्ट र ट्रान्जेक्सन रेगुलरली हामीले हेर्ने। युज अफिसियल ब्याङ्किङ एप्लिकेसन एन्ड वेबसाइट, जहिले पनि हामीले अफिसियल ब्याङ्किङ एप्लिकेसन र अफिसियल ब्याङ्किङ वेबसाइट मात्रै युज गर्ने। बी केयरफुल अफ फिसिङ एन्ड फाइनेन्स स्क्याम्स, ओके फिसिङ र फाइनेन्सियल स्क्याम्सहरूबाट बस्ने। चेक रिसिपिएन्ट डिटेल्स बिफोर मेकिङ ट्रान्सफर, ओके पैसाहरू ट्रान्सफर गर्नुभन्दा अगाडि रिसिपिएन्ट डिटेल मजाले चेक गर्ने। कम्पेयर एक्सचेन्ज रेट एन्ड फिज वेन सेन्डिङ मनी इन्टरनेसनली, ओके हाम्रो मनीहरू इन्टरनेसनली मनी ट्रान्सफर गर्दाखेरि एक्सचेन्ज रेटहरू या अन्य फीहरूको बारेमा मजाले कम्पेयर गर्ने। रिपोर्ट लस्ट र स्टोलेन कार्ड इमिडिएटली, यदि हाम्रो कार्डहरू हरायो या चोरी भयो भने त्यो इमिडिएटली रिपोर्ट गर्ने। रिपोर्ट अनअथराइज ट्रान्जेक्सन प्रम्प्टली, यदि हाम्रो कुनै अनअथराइज ट्रान्जेक्सन भएको देखियो भने त्यो इमिडिएटली रिपोर्ट गर्ने। अन्डरस्ट्यान्ड इन्ट्रेस्ट एन्ड फिज बिफोर युजिङ क्रेडिट अर टेकिङ लोन, क्रेडिट अर टेक लोनहरू लिँदाभन्दा अगाडि इन्ट्रेस्ट रेट अन्य फीहरूको बारेमा मजाले बुझ्ने। मोस्ट इम्पोर्टेन्ट रुल अघि यसको हेरौँ, नेभर सेयर यो पिन र ब्याङ्किङ पासवर्ड, कहिले पनि हाम्रो पिन र ब्याङ्किङ पासवर्ड कसैलाई पनि सेयर नगर्ने। नेभर प्रोभाइड वान टाइम सेक्युरिटी कोड टु स्ट्रेन्जर, ओके जुन हाम्रो वान टाइम सेक्युरिटी कोड ओटिपी आएको हुन्छ त्यो कुनै पनि स्ट्रेन्जरलाई सेयर नगर्ने। चेक ट्रान्जेक्सन रेगुलरली, जहिले पनि हाम्रो ट्रान्जेक्सन रेगुलरली चेक गरिराख्ने। लस्ट रिपोर्ट लस्ट कार्ड अर अनअथराइज ट्रान्जेक्सन इमिडिएटली, यदि हाम्रो कार्डहरू हरायो भने या अनअथराइज ट्रान्जेक्सन भयो भने त्यो हामीले रिपोर्ट गर्ने। ओके क्वेसन्सहरू हेरौँ, इम्पोर्टेन्ट क्वेसनहरू यहाँबाट आउन सक्ने। वी हेभ वाइ इज ब्याङ्क एकाउन्ट युजफुल फर वर्कर, किन हुनसक्छ बिकज इट क्यान हेल्प रिसिभ स्यालेरी एन्ड म्यानेज मनी। वाट सुड यु डु विथ योर पिन, हाम्रो पिन जहिले पनि किप इट कन्फिडेन्सियल। वाट इज एन एटिएम कमनली युज फर विथड्रोइङ क्यास, वाट इज डेबिट कार्ड जेनरली लिङ्क टु योर ब्याङ्क एकाउन्ट, वाट डज अ ब्याङ्क स्टेटमेन्ट सोज एकाउन्ट ट्रान्जेक्सन एन्ड ब्यालेन्स इन्फर्मेसन। अर्को हेरौँ, what should you do if you see an unauthorized transaction? Contact your bank promptly. What is phishing? Phishing queue, an attempt to obtain sensitive information through deception. Which bank information should be never shared with strangers? Strangerसँग कुन information share नगर्ने, your banking password and PIN. Before making an international money transfer, you should check exchange rate and fees. If your bank card is stolen, what should you do? Contact the bank immediately.